श्रीरत्न शरणम। मृत्यु सत्य र किसा गौतमी अर्थात् यो तथागत भगवान गौतम बुद्धकालीन घटना सम्बन्धी फिल्महरू पनि धेरै नै बनिसकेका छन्। तैपनि गैर बौद्धमा जसरी एउटा सानो विषयलाई लम्ब्याएर त्यसलाई व्याख्या विश्लेषण गर्दै अझ सहज तरिकाले सबैले बुझ्ने गरी व्याख्या गर्ने एउटा चलन छ, त्यस्तै केही मात्रामा अलि फराकिलो ढङ्गले म यसमा सानो केही प्रकाश पनि पार्ने कोसिस गर्छु। सुरुवात किसा गौतमीको कथाबाटै सुरु गरौँ। किसा गौतमीको कथा नसुन्ने बौद्ध जगतमा त सायदै विरलै होला, तर गैर बौद्धहरूमा पनि किसा गौतमीको कथालाई विशेष रुचाइएको पाइन्छ। किसा गौतमी त्यति सुन्दरी थिएनन् भनिन्छ, त्यसैले घरमा उनलाई त्यति स्नेह माया अथवा चाहिँ सम्मान प्राप्त भएको थिएन, विविध कारणले होला। तर एउटा कुरा चाहिँ बौद्ध धर्म अथवा बौद्ध जातक अथवा बौद्ध धर्म सम्बन्धी कुनै पनि भगवत कथाहरूमा यसलाई प्रस्तुत गर्दाखेरि विशेष यो 2500-2600 वर्षको अन्तरालमा विभिन्न आभूषणहरू भरियोलान्, थपियोलान्, अलङ्कारहरूले सिँगारिए होलान्, तर कथाको उद्देश्य र कथाको मूल भावलाई चाहिँ आजसम्म तोडमोड गरिएको पाइँदैन र गर्न पनि हुँदैन। किनभने बुद्धत्व अत्यन्त दुर्लभ चिज हो। जति सर्वज्ञ तथागत भगवान गौतम बुद्धले जुन उद्देश्यले देशना गर्नुभएको, धर्मदेशना गर्नुभएको अथवा घटनालाई जुन किसिमले उहाँले प्रस्तुत गर्नुहुन्छ, त्यो हामीहरूले सहजै रूपमा बङ्ग्याउने, तोड्ने गर्नु हुँदैन। त्यसमा म अहिले त्यो दुस्साहस पनि गर्दिनँ र कथा अनुसार नै रुचाइएको पनि थिएन किसा गौतमीलाई त्यतिको। तर सौभाग्यवश, यो चलन चल्तीको भाषामा सौभाग्यवश उनलाई एउटा पुत्र प्राप्त हुन्छ। 2500 वर्ष अगाडिको भारतवर्षको समाजमा एउटा पुत्रको प्राप्त हुनु भनेको सानो खुसीको कुरा होइन, अहोभाग्य नै मानिन्थ्यो। र तत्पश्चात उनलाई घरमा अथवा आफन्त नातागोता कुटुम्बहरूले पनि माया, ममता, स्नेह, श्रद्धा गर्न थालेका थिए। बच्चा पनि बिस्तारै हुर्कँदै हिँड्दै टुकुटुकु हिँड्न सक्ने सम्भव भएको थियो भनिन्छ। र यो किसा गौतमीको खुसी चिरकालसम्म रहेन र एक दिन बगैँचामा उक्त बच्चालाई, किसा गौतमीको छोरालाई साँपले डस्छ र तत्कालै त्यस बच्चाको मृत्यु हुन्छ। अब पुत्र मोहमा अत्यन्त मर्माहित हुन्छन्। यो छोरालाई साँपले डस्यो, अब यो मरेको होइन, मर्नु हुने, कसरी मर्यो? अब उनी जति पुत्र मोहमा थिइन्, उनको मस्तिष्कले त्यहाँनिर काम गर्न छोड्यो। आफ्नो त्यति प्यारो छोरो अब त्यहाँ ढल्यो, पेज काट्यो, मर्यो। उनको मानसिक अवस्था विक्षिप्त भयो, अर्थात् उनले सही गलत, ठिक बेठिक, के कस्तो सोच्न सक्ने उसको मानसिक अवस्था रहेन। खालि उनलाई के थियो, उसको छोरा बोल्नुपर्छ, बिउतिनुपर्छ, जिउँदो हुनुपर्छ। उसको छोरा कसैले बिउताइदियोस्, जिउँदो बनाइदियोस् भन्नका लागि विभिन्न वैद्य, सन्त, महन्त, सिद्ध पुरुषहरूकोमा गए। तर कसैले तथागत भगवान गौतम बुद्धकोमा जाने सल्लाह दिए र उनी चिच्याउँदै कराउँदै भगवान गौतम बुद्धको अगाडि पुगिन् र आफ्नो मृत छोराको शरीरलाई भगवानको अगाडि राखेर मिलाउन गर्न थाले। अब यहाँ विभिन्न किसिमको अलङ्कारहरू दिइन्छ। ल भगवान, मेरो प्राण लिनुहोस्, जसरी हुन्छ, म तपाईँको शरणमा आएँ, म तपाईँको चाहिँ दासी बनेर बस्न चाहन्छु, यावत भने मेरो छोरालाई जसरी पनि जिउँदो बनाइदिनुहोस्। कुनै हालतमा मलाई मेरो छोरा चाहिँ चाहिन्छ, जिउँदो चाहिन्छ भनेर उनी छाती पिटेर रुन थालिन्। यहीँनिर चाहिँ विशेष छ तथागत सर्वज्ञ अतुलनीय तथागत भगवान बुद्धको एउटा व्यक्तिको
मानसिक अवस्थालाई अध्ययन गर्न सक्ने र गर्नुपर्छ भन्ने सन्देश। त्यतिखेर किसा गौतमीलाई भगवान गौतम बुद्धले उपदेश दिन थालेको भए, धर्मदेशना दिन थालेको भए, सल्लाह दिन थालेको भए या विभिन्न किसिमको ढाडसहरू दिन थालेको भए त्यहाँ त्यो किसा गौतमीलाई त्यो कुनै महत्त्वको कुरो थिएन, त्यहाँ त्यसको कुनै अर्थ पनि राख्दैन थिए, किनभने उनको मस्तिष्कमा त्यो जाँदै जान्थ्यो, बुझ्दै बुझ्दैन थियो। त्यति विक्षिप्त थिइन् पितृ मोहले, त्यति मर्माहित भएकी थिइन्। तर त्यस्तो अवस्थामा, त्यस्तो मानसिक विक्षिप्त भएको अवस्थामा पनि एउटा नारीलाई, तत्कालीन नारी कतिको शिक्षित थिइन् होला, कतिको विज्ञ थिइन् होला, कतिको बुद्धिमान थिइन् होला, तैपनि त्यो अवस्थामा पनि त्यो नारीलाई स्वज्ञान अथवा चलनचल्तीको भाषामा आत्मज्ञान प्राप्त होस् भन्नका लागि जुन युक्ति अथवा जुन अचूक चाहिँ एउटा प्रयोग गर्नुभयो तथागतले, यो प्रशंसनीय मात्रै होइन, अतुलनीय पनि हो। उहाँले भन्नुभयो, सबैलाई थाहा छ, उहाँले भन्नुभयो एक मुठी तिल लिएर आऊ गौतमी, म तिम्रो छोरालाई बचाइदिन्छु। गौतमी किसा गौतम दधङ्गाभरि तेल ठुलो कुरो हो, तर भन्नुभयो एउटा शर्त राख्नुभयो, होइन गौतमी, मलाई तिल त्यस्तो घरबाट लिएर आऊ जुन घरमा आजसम्म कसैको पनि मृत्यु नभएको होस्। अब उनलाई त्यो कुरो दायाँ बायाँ सोच्ने कुरै थिएन। उनीहरू जसरी हुन्छ पुत्रलाई आफ्नो छोरालाई चाहिँ बचाउनु थियो, दौडिन्, छोराको लास लिएर कुदिन्, प्रत्येक घरमा छिरिन्, चमैले दिन थाले, एक मुठी होइन माना पाथी मुरी दिन चाहिँ तयार भए। तर कसैको घरमा पनि उनले कोही नमरेको भेटेन। कसैका बाउ मरेछन्, कसैका आमा मरेछन्, कसैका दाइ मरेछन्, कसैका छोरा मरेछन्, कसैका भाउजू मरेका छन्, प्रत्येक घरमा कोही न कोही मरेका छन्। क्रमशः उनी थाकिन् पनि र बिस्तारै बिस्तारै उनको मानसपटलमा थोरै थोरै ज्ञान प्राप्त पनि हुन थाल्यो र सबैको मरेको 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 मात्रै सुन्दा एउटा ग्रिफ भन्छन्, त्यो चिन्ता पनि हट्दै गयो र ज्ञान अलि अझ बढ्दै गयो र अन्त्यमा थाकिसकेपछि आफ्नो मृत शरीर, छोराको मृत शरीरलाई चितामा छोडिदिएर तथागतको शरणमा गइन् र उनी भिक्षुनी अथवा भएर गइन् र अन्ततः अरहन्त भइन् भन्ने भनिन्छ। यहीँबाट चाहिँ अब यो कथालाई अन्त्य गरेको पाइन्छ। मैले चाहिँ यहीँबाट सुरु गर्न चाहेँ, किन त भन्दाखेरि यदि बुद्ध शासनभन्दा अन्य धर्ममा त्यहाँनिर कुनै अरू देवता ईश्वर भएको भए त्यहाँनिर के भन्थ्यो होला त? एउटा नारी, अबला नारी, अबलाई भन्नुहोस्, एउटा निरीह नारीको बालक छोरोको मृत्यु भएको छ, त्यति प्यारो छोरोको मृत्यु भएको छ, त्यस्तो अवस्थामा रुँदै कराउँदै छटपटाउँदै चिच्याउँदै शरणमा आएको एउटा नारीलाई त्यसै फिर्ता पठाइदिनु होइन। त्यहाँ यदि त्यसै कुनै नारी किसा गौतमी कुनै त्यस्तो ईश्वरकोमा पुगेका थिइन् भने अन्य किंवदन्ती दन्ते कथाहरूमा सुन्न पाइन्छ अन्य धर्मको, त्यहाँनिर चाहिँ नि उनले चाहिँ नि भन्थे, हे साँप, अब उनी त शक्तिशाली हुन्थे, सर्व रिद्धि सिद्धि हुन्थे, तैँले मेरो यस्तो अबला नारीको यस्तो अबोध बालकलाई टोकिस, मारिस, आइज यो विष तान, विष फिर्ता र पी तैँले भन्थे, साँपलाई बोलाउँथे र काललाई पनि बोलाउँथे, हे काल आइज, त काल होस् भने म महाकाल हुँ, तैँले यस्तो अबोध बालकलाई मार्न लगाइस्, तेरो तँलाई दया लाग्यो, ल तुरुन्तै यसलाई जीवन दान दे, यसलाई बचाइदे भन्थ्यो। काल त्रसित हुन्थ्यो, काल पनि डराउँथ्यो, ईश्वर शक्तिशाली ईश्वर हुन्थे र बच्चालाई बचाइदिन्थ्यो। अब किसा गौतमी आफ्नो त्यति प्यारो छोरो बाँचेपछि त अब जीवन एक जीवन होइन 1000 जीवन पनि उनै ईश्वरप्रति समर्पित हुन्थे, उनकै श्रद्धा ध्यान, उनकै गीत भजन कीर्तन गाउँथिन्, उनकै पूजा पाठमा मग्न हुन्थिन्। तर कुरो यहीँनिर आउँछ, आज किसा गौतमीलाई छोरो प्यारो भयो, कसैलाई श्रीमती प्यारो होला, ल श्रीमती मर्ला, उसले पनि लास बोकेर उनैकामा जाला, कराउन थाल्ला, चिच्याउन थाल्ला, मेरो हात काटा, खुट्टा काटा, मुटु निकालेर लैजाऊ, मलाई मार, तर मेरो श्रीमतीलाई बचाऊ भन्ला। म सधैँ तपाईँको दासी हुनेछु, तपाईँको पूजापाठ गर्नेछु, धर्म ध्यान गर्नेछु, होम आदि जे जति सकिन्छ जम्मै गर्नेछु भन्ला। अब बचाइदिनै पर्यो हो त। अघि किसा गौतमी गोला त बचाएको छ, उनले पनि श्रद्धा देखाएको छ, भक्ति देखाएको छ,
बचाइदियो। कसैलाई अर्को छोरी प्यारो होला, कसैलाई बाउ प्यारो होला, सबै रुँदै कराउँदै आउलान्। सबैको भक्तिभाव श्रद्धा त सबैले त्यहाँले प्रतिस्पर्धात्मक रूपमा देखाउला। सबैलाई बचाइदिनु पर्यो। अब होइन किसा गौतमीलाई बचायो, कख गगर्नीलाई बचायो, तर रवालालाई बचाएन भने त त्यहाँ फेरि पक्षपातको कुरा आयो। जसको मृत आफन्तलाई बचाइएन त्यो जुन व्यक्तिले त उक्त ईश्वर उक्त देवताको त विरुद्धमा ठुलै विद्रोह गर्ने भयो, सके ढुङ्गाले हान्ने भयो, कुट्ने पनि भयो। अब लु होइन त्यसलाई पनि यो त्रासले अब बचाइदिन थाले, सबैलाई बचाउन थाले भने यो संसार त मुर्दाहरूले भरिने भयो, जिउँदो मुर्दाहरूले भरिने भयो। मर्न त कोही पनि नपर्ने भयो। यहाँ अब मरेकी त रुँदै कराउँदै सबै देवताकोमा गए भइगयो, ईश्वरकोमा गए भइगयो, सबैले चाहिँ नि आफ्नो भक्ति श्रद्धा देखाए भइगयो, त्यसपछि त बचाइदिने भइगयो। अनि मर्न त कोही पनि नपर्ने भयो। संसार त सबै जिउँदो मुर्दाहरूले चलाउने भयो। सम्भव होला? यस्ता दन्ते कथाहरूलाई विश्वास गर्ने हाम्रो समाज कतिसम्म विद्वान, कतिसम्म व्यावहारिक? सोचौँ त एकचोटि। यो दन्ते कथा हो, यो झुट हो, यो फरेबी, यो बदमाशी हो, यो ठगी हो, यो मानिसलाई अन्धविश्वासमा राखेर शोषण गर्ने कुनै प्रपञ्च हो। यस्तोबाट मुक्त हुनुपर्छ। यसबाट हामी सकेसम्म छुट्नुपर्छ, सत्यको मार्गमा लाग्नुपर्छ भन्ने मेरो सन्देश हो। ल कुनैले जसले जीवनदान दिन सक्ने कुनै रीतिबल प्राप्त देवता त्यहाँ थिए भने कुनै सिद्धि व्यक्ति हुन्छन् कि उनले यो संसारको प्राकृतिक नियमलाई चाहिँ नबुझेका होलान्, बचाउँदै जालान्, जाँदैनन्। यसमा अन्य जसलाई अलिकति प्रस्तुत गर्दाखेरि केही शब्दहरू अब अन्य धर्ममा परे होलान्, यसबाट माफी चाहन्छु। तर वास्तविकता यही भइरहेछ। आस्था प्रकट गराउनको लागि अन्धविश्वासकी कथाहरू, दन्ती कथाहरू बनाएर मानिसहरूलाई रन्नभुल्लमा पारिएका छन्। बिहानदेखि बेलुकासम्म भक्तिभाव पूजा पाठमा मानिसहरूलाई लगाएका छन्। यो त मृत्युका कुरा हो। त्यसैले मृत्यु सत्य हो, जन्मिन्छ जो मर्नुपर्छ। यो सत्यलाई बुझौँ। धन्यवाद।